भिनाजुले जंगलमा लिएर चिकेको कथा। नमस्ते साथीहरू, मेरो नाम रमिला हो। म अब कथा सुरु गर्छु। ढिलो नगरी पुरै सुनेर साथ दिनुहोला। गाउँको एउटा घरमा सबैजना बसेका छन्। भिनाजु उत्साहित भएर बोल्दैछन्। भिनाजु, भोलि हामी जंगल घुम्न जाने है। म त बच्चैदेखि जंगलको राजा जस्तै छु। रमिला हाँस्दै, राजा होइन, बाटो हराउने मन्त्री हो कि के हो? सबैजना हाँस्छन्। भिनाजु, यो पटक म बाटो देखाएरै फर्किन्छु। मलाई पुरा ट्रस्ट गर। साथी 1, ठीक छ। भिनाजु अगाडि अगाडि, हामी पछाडि पछाडि। सबैजना जंगल पुग्छन्। हरियाली, चराचुरुङ्गीको आवाज। भिनाजु अगाडि अगाडि हिँड्दै गफ दिन थाल्छन्। भिनाजु, यो रुख मैले चिनेको हो है, यसले मलाई सलाम गरेको थियो पहिले। रमिला, रुखले सलाम होइन, तिमीले टाउको ठोक्काएको होला। सबैजना फेरि हाँस्छन्। केही बेर पछि बाटो दुईतिर छुटिन्छ। भिनाजु रोकिएर गम्भीर बनेर हेर्छन्। भिनाजु, मलाई यो बाटो चिने जस्तो लाग्छ। साथी 2, दुवै बाटो त उस्तै देखिन्छ नि। भिनाजुले आँखा चिम्लेर एउटा बाटो देखाउँछन्। भिनाजु, यो नै हो। सबैजना त्यो बाटो लाग्छन्। थोरै अगाडि गएपछि बाटो झन् जंगलभित्र पस्छ। रमिला शङ्का गर्दै, रमिला, भिनाजु, यो बाटो त गाउँतिर होइन जस्तो छ है। भिनाजु आत्मविश्वास, जंगलमा सर्टकट हुन्छ, बुझ्यौ। तर केही बेरमै सबैलाई थाहा हुन्छ उनीहरू हराइसकेका छन्। भिनाजुले मोबाइल निकाल्छन्। भिनाजु, सिग्नल खोज्दैछु। अलि माथि उचाल। उनी मोबाइल टाउको माथि, ढुङ्गामाथि, रुखमाथि राखेर घुमाउँछन्। रमिला, अब त मोबाइलले पनि तिमीलाई हरायो होला। सबै हाँस्छन्, तर अलि डर पनि बढ्छ। भिनाजु अझै आत्मविश्वास देखाउँदै, भिनाजु, म त पहिला पनि जंगल गएको छु, म बाटो कहिले हराउँदिन। त्यति बेला एउटा साथी बोल्छ। साथी 1, त्यो बेला हामीले नै तिमीलाई समातेर ल्याएको हो नि। सबैजना हाँस्छन्। भिनाजु लाज मान्छन्। सूर्य अस्ताउन थाल्छ। जंगल अलि डरलाग्दो देखिन थाल्छ। रमिला गम्भीर हुन्छिन्। रमिला, अब त छिटो बाटो खोज्नुपर्छ। भिनाजु अलि डराउँदै, भिनाजु, म त ठट्टा गर्दै थिएँ है, अलि मलाई पनि डर लाग्न थाल्यो। सबैजना सानो आगो बाल्ने प्रयास गर्छन्। भिनाजु काठ घिसार्दै भन्छन्। भिनाजु, म स्काउटमा पनि गएको थिएँ है, तर आगो बल्दैन, धुवा मात्र आउँछ। रमिला आगो बलाउँछिन्। रमिला, स्काउट होइन, तिमी त स्मोक आउट हो रहेछौ। रात गहिरिँदै जान्छ। चरा र जनावरको आवाज आउँछ। भिनाजु हरेक आवाजमा डराउँछन्। भिनाजु, यो बाघ हो कि के हो? रमिला, बाघ होइन, भ्यागुता हो। भिनाजु, भ्यागुताले पनि बाघ जस्तै आवाज निकाल्न थाले। सबै हाँस्छन्। रमिला शान्त भएर योजना बनाउँछिन्। रमिला, हामी एकै ठाउँमा बस्ने, बिहान उज्यालो भएपछि बाटो खोज्ने। भिनाजु अलि लजाउँदै, भिनाजु, मेरो गफले हामीलाई नै फसायो जस्तो छ। बिहान हुन्छ। चराहरू चिरबिर गर्छन्। सबैजना राहत महसुस गर्छन्। रमिलाले वरिपरि हेरेर बाटो पत्ता लगाउँछिन्। रमिला, यता बाटो छ, गाउँ नजिकै हो। सबैजना हिँड्छन्। भिनाजु पछाडि पछाडि हिँड्दै लाज मान्छन्। भिनाजु, अबदेखि म ठुलो गफ गर्दिन है। रमिला, गफ होइन, गफ चाहिन्छ तिमीलाई। गाउँ पुग्दा सबैले उनीहरूलाई खोजिरहेको हुन्छ। सबैजना खुसी हुन्छन्। भिनाजु अझै मजाक गर्दै, भिनाजु, हामीले जंगलको पुरा टुर गरेर आयौं। सबै हाँस्छन्। रमिलाले अन्त्यमा भन्छिन्, रमिला, गफभन्दा अनुभव ठुलो हुन्छ। जंगलमा होस् वा जीवनमा। भिनाजु टाउको हल्लाउँछन्।
भिनाजु अबदेखि म गप्स मान्छे र बुद्धि तिनै लिएर मात्र जङ्गल जान्छु।